Guys, it's part 2 अनि त्यसपछि हामी part 2 को लागि हामी रेडी भइसकेको छौं म अनि दाइहरु इसाक भाइ छन् म चाहिँ 5 बजे उठेको अनि उहाँहरु चाहिँ 8 बजे उठेको हामी 8 बजे 7 बल्ल बजिरहेछ है 7 बजे सुरु भने मेरो घडी 8 बज्नु लाग्यो ट्याक्कै 7 बजे गाइस ट्याक्कै 7 यतिको टाइम हुनु पर्छ के टाइमिङ अनि दिदी बहिनीहरु चाहिँ अर्को चर्चमा सुतेर आइसक्नु भएको छ अनि हाम्रो पार्ट 2 स्टार्ट भएको छ यहाँबाट चाहिँ सबै कुरा ठिकै छ कि अब हामी पार्ट 2 तिर जाने छौं सबै हेर्नु होला है त गाइस अब हामी चिया खान जाँदै छौं हाम्रो चिया रेडी भइसकेको छ अघि हामीले चाहिँ एक दुईवटा क्रिस्चियन सङमा भिडियोहरु बनायौं मलाई खान मन पर्छ मलाई जुन मन पर्छ जीवनभर येशूको चेला हुन मन पर्छ तराई झर्न मन पर्छ पहाड चढ्न मन पर्छ जय मसी जय मसी जय मसी जय मसी जय मसी अब हामी चिया खाने छौं चिया खाएर 7 बजे सुरु भन्नु भएको थियो हामी सागै 7 बजे त सुरु भन्नु भएको थियो त कति बजे हो सुरु भन्नु अब बिस्तारै हुन्छ चिन्ता नगर न तिमी किन आत्ते हौ भन्ने आत्ति नै पर्यो नि चिया चाहिँ अलि धेरै नै होला जस्तो छ गाइस है इट्स बीन 8:40 अनि 7 बजे सुरु हुन्छ भन्नु थियो 7 बजे भन्दा भन्दै 8:45 भइसक्यो अहिलेसम्म सुरु भएको छैन है अझै त्यहाँ क्वायर ग्रुपको चाहिँ प्र्याक्टिस चल्दैछ अनि अब सुरु हुँदा 9 बज्छ होला अब सकिन 12 बजे भनेको थियो अब 12 बजे सरेर अब 2 बज्छ होला अब खै अलिकति शास्त्र फेर्नुपर्छ कमसेकम त्यही झ्याउला खाएन तपाईले छैन 7 बजे सुरु हुन्छ भने नि चाहिँ 7 बजे भनेको 9 बज्नलाई चाहिँ अब 9 बजे चाहिँ हुन्छ होला 9 बजे चाहिँ होला गाइज अनि आज हाम्रो फाइनली 9:05 भयो टक्क है हामी छिर्दैछौँ भित्र अनि सुरु हुँदैछ जतिजना परिवर्तन सबैको जीवनमा तपाईँ काम गर्नुपर्ने कर्तव्य हुन्छ प्रशंसा गर्नुपर्छ भनेर आफैलाई झकझकाएको धेरैचोटि तपाईँ मेरो बाटो तपाईँ मेरो जीवनको यात्रा बाटोहरूमा तपाईँ म आराधना गर्नलाई रोकिन्छौँ गीत भजनहरू गाउन रोकिन्छौँ परमेश्वरलाई प्रशंसा गर्न रोकिन्छौँ किन तपाईँ मेरो जीवनको बाटो त्यस्तै भइरहेको हुन्छ त्यो बेला तपाईँ मैले दाउदले भने जस्तै उत्साह दिनुपर्छ आफैलाई हे मेरो प्राण परमप्रभुको प्रशंसा गर सदा सर्वदा मेरो ओठमा उहाँको निम्ति प्रशंसाको गीतहरू रहन्छ भनेर दाउदले भन्दछ आमेन हामी कुनै कुराले पनि रोकिने छैनौँ आमेन कुनै पनि कुराले रोकिने छैनौँ आमेन त्यो सबै कुरालाई तपाईँले प्रभुलाई दिनुहोस् प्रभुको अघि राखिदिनुहोस् अनि उहाँको त्यो आनन्द र शान्ति तपाईँको जीवनमा बढ्योस् यो कुरालाई तपाईँले विश्वास गर्नु पर्यो मनमा नयाँ हुनु पर्यो हिजो हामीले सिक्दै थियौँ आमेन प्रभुले राखिदिनु भएको छ तर हामीलाई अरू यही कुराहरूमा चाहिँ हाम्रो ध्यान जान्छ अनि प्रभुको त्यो आशिष त्यो अनुग्रह चाहिँ तपाईँलाई मैले बेसी पठाउँछ आज बिहानी त्यो परमेश्वरको अनुग्रहलाई हामी सम्झनेछौँ हामी रोकिने छैनौँ आमेन
सबै श्रापहरूलाई लिनुभयो कलोरीको क्रुसमा सबै दुःख कष्ट सबै थोक सहनुभयो र ताकि तपाईँ परमेश्वरले हामीलाई आज तपाईँको अनन्तको शान्ति हामीलाई दिनुभएको छ अनन्तको सङ्घाइ हामीलाई दिनुभएको छ अनन्तको आशा हामीलाई दिनुभएको छ बिहान उठे and the room was full of angels अनि उसको कोठा चाहिँ स्वर्गदूतले भरेको थियो and a man of God look at them अनि हेर्यो स्वर्गदूतलाई what you doing here अनि के गरिराखेको भने सोधे and they say you haven't tell us to do anything अनि त्यसपछि स्वर्गदूतले भने तिमीले मलाई के गर्नुपर्छ भने भनेकै छैन so he tell them to do anything he tell them to do he speak the word of God and the angels start working with you अनि त्यसपछि amen मैले भन्न खोजेको कुरा के हो भने परमेश्वरको दूतहरू जो तपाईलाई सेवा गर्नुलाई छ परमेश्वरको वचन अनुसार तपाईले घोषणा गर्नुहोस् त्यो वचन अनुसार स्वर्गदूतले तपाईलाई काम गर्नुहुनेछ stand up in your family say my family is blessed अनि तपाईले आफ्नो परिवारलाई हेर्नुपर्छ मेरो परिवार आशीषित भएको छ blessing of God is upon us परमेश्वरको आशीष हामी माथि छ भन्नुपर्छ you need to resist the devil तपाईले यसरी दुष्टको विरोध गर्नुपर्छ hallelujah hallelujah one man that used to visit us church in Sweden स्विडेनमा एकजना मानिस मण्डलीमा आउनुभयो he go home to be with the Lord right now अनि त्यसपछि अहिले चाहिँ उहाँ प्रभुको घरमा गइसक्नु भयो he tell a story from Indonesia this is the ending part of session हैन अनि उहाँहरुलाई हामीले स्वागत भनौं कि अब बिदाई भनौं के भन्ने बिदाई भन्ने कि स्वागत भन्ने बिदाई भन्ने कि स्वागत भन्ने अब स्वागत धन्यवादको स्वागत हाम्रो मेमेला चाहिँ यहाँ छ हाम्रो मेमेला हो ताली बजाएर हामी मेमेला गर्दा नेपालको झण्डा प्लस नक्सा क्यामेराम्यान बन्दा दोस्रो लुगा हुनुहुन्छ ताली बजाएर धन्यवाद हुन्छ धन्यवाद आउनुहोस् हामी एकदम उहाँलाई धन्यवाद दिनेछौँ हामी प्रार्थना गरेर अब हाम्रो खानाको प्रार्थना भइसक्यो अब यहाँ बिदा हुन्छ छोटो प्रार्थना चाहिँ हामी लामो नगरौँ किनभने हामीसँग लामो समय छैन त्यसले गर्दा छोटो प्रार्थना हामी आज धेरैजना भयो अनि राम्रो भयो आजको लाइन हेर्न सक्नुहुन्छ एकदमै लामो लाइन रहेको छ है यत्रो लाइनमा हामी कहिले खाने लाइन चाहिँ एकदमै लामो छ है म थर्ड लास्टमा छु लास्टमा सङ्गीता दिदी हुनुहुन्छ हामी याप सान्न बसिरहेको थियौँ है इसाक है लास्टमा याप सान्ने लाइन हेर्न सक्नुहुन्छ कति लामो हो लाइन यस्तो लामो लाइनमा हामी कहिले बसेर कहिले खाने हाम्रो चाहिँ अब सेमिनार सकिएर हामी नै होला सायद लास्टसम्म बस्ने होइन हामी पालुङटार जाने मान्छे है त्यही भएर मलाई भ्लग बनाउन अलिक कन्टिन्यू गर्न अलिक झ्याउ लाग्यो अलिक थकाइ लाग्यो क्या 2 दिनको सेमिनार भएको भएर अनि यो गाडी पनि गयो गाडी पनि रेडी छ है गाइस गाडी पनि रेडी छ अब हामी नै हो जाने है So guys, thank you for watching till the end my vlog. Part 1 हेर्नु भएको छैन part 1 पनि हेर्नु होला अनि अहिलेसम्म यति धेरै माया दिनुभएको लागि धेरै धेरै धन्यवाद। अब हामी चढ्ने छौँ हाम्रो जिपमा। Thanks for watching. See you in next vlog.